रेडियो रेडियो स्टार्ट गरौँ We can start. We can start. एकछिन कुरा मलाई ओके लेट्स स्टार्ट आई थिङ्क केही फर्मालिटी गर्दैनौँ हामी नर्मल कन्भर्सेसन जसरी गरेछौँ त्यो नै गर्छौँ तर आई थिङ्क बिफोर आई स्टार्ट हामीले एकअर्कालाई चिनेको चाहिँ आई थिङ्क कति वर्ष भयो 4 वर्ष भयो तर 4 वर्षको अन्तरालमा चाहिँ म चाहिँ तपाईँको एकदमै व्यक्तित्वलाई एकदमै धेरै एडमायर गर्छु मेबी मैले भन्दिनँ होला तपाईँलाई लाउडी तर इन जेनरल नै हृदयदेखि नै भनेको आई एडमायर युर पर्सनालिटी अनि आई हेभ लर्न अलट फ्रम यु कतिपय पोइन्टहरूमा चाहिँ तपाईँले अब त्यो डिफ्रेन्ट इन्साइड द्याट यु ब्रिङ टु द टेबल नट ओन्ली वर्किङ प्लेसमा मात्रै नभएर इन जेनरल अबाउट लाइफ एनिथिङ इन जेनरल सो म चाहिँ एकदमै ग्रेटफुल छु तपाईँलाई चिन्न पाउँदाखेरि चाहिँ सबै चिनिसकेको छु जस्तो त लाग्दैन तर जति पनि चिनेको छु त्यो चाहिँ एकदमै धेरै कृतज्ञ छु सो सेम विथ मी के भन्छ तिमीसँग आई वुड से सबै खालको कसैले मेरो जे छ त्यो सबै हामी फन सिरियस एट द सेम टाइम चाइल्डिस नेचरहरू सबै नै एकअर्कालाई देखाइसकेको छ जस्तो लाग्छ होइन तर त्यही नै हो एज यु से सबै कुरा त थाहा हुँदैन होला सबै 100% आफूलाई मैले आफूलाई चिनिरहेको त हुँदैन अब म तिमीलाई 100% जान्छु भनेर त्यो भन्न पनि मिल्दैन तर जति पनि बुझेको छु सिकेको छु आई हेभ लर्न अ लट फ्रम यु अल्सो त्यो पर्सिभरेन्स डिटर्मिनेसन अनि लाइक द्याट इज वाइ वी गेट अलोन जस्तो पनि लाग्छ द वे वी सी थिङ्स कति हाम्रो डिप कन्भर्सेसनहरू हुन्छ अनि वी आर अलाइन लाइक प्रोसेस डिफ्रेन्ट होला के होला तर डिप डाउन लाइक त्यो चाहिँ हामी अलाइन गर्छौँ जस्तो लाग्छ अनि तर त्यही नै हो अबाउट यु आई हेभ लर्न एन्ड लाइक इट्स रियली नाइस यो जीवनको कालखण्डमा तिमीसँग भेट भयो एन्ड इट्स रियली फ्रुटफुल लाइक एभ्रिथिङ लाइक मिनिङफुल लाग्छ मलाई थोरै भन्दा चाहिँ तपाईँले त एकदमै लामो भन्नुभयो तर मलाई पनि एकदमै धेरै मिनिङफुल लाग्छ अनि वाट आई इन्जोय द मस्ट तपाईँसँग भन्दाखेरि चाहिँ म कुनै पनि कुराहरू फिल्टर नै गर्दिनँ कि हजुरलाई भन्दाखेरि चाहिँ फर इक्जाम्पल हामी सर्टेन मान्छेहरूसँग भेटेर हुन्छौँ इन सर्टेन प्लेस वी नो आवर बााउन्ड्रिज अफकोर्स देयर इज बााउन्ड्रिज तर त्यो हुन्छ नि त्यो मैले लिटरली फिल्टरै युज गर्दिनँ जे हो त्यही भनिहाल्छु म तर इन सर्टेन उसमा चाहिँ कसैलाई इभन चित्त दुख्ला कि भन्नु भनिँदैन अनि आई थिङ्क त्यो कन्फिडेन्ट पनि त्यतिखेर आउँछ जतिखेर लाइक यु नो लाइक कनेक्टेड लाइक बुझ्छ उसले अन्डरस्ट्यान्ड गर्छ भन्ने एस्पेक्टमा चाहिँ त्यो आउँछ होला अनि त्यो चाहिँ एकदमै म पनि यो जीवनको कालखण्डमा हजुरलाई भेट्न पाउँदा चाहिँ एकदमै धेरै आभारी छु ओके धन्यवाद ओके सो मैले फ्यु क्वेसन्सहरू प्रिपेयर गरेको छु आई थिङ्क इन जेनरल पनि हामी कति धेरै कुराहरू गरिरहन्छौँ पोलिटिक्सको बारेमा कन्ट्रीको बारेमा एज यु अलरेडी सेड कति धेरै कुराहरू अलाइन हुन्छ हाम्रो भनेर तर यस फ्यु क्वेसन चाहिँ म आइबी आस्किङ है त यस जे भयो के भन्छ यो भिडियो रेकर्ड गराइरहँदाखेरि हामी कुरा गरिरहँदाखेरि हामी को नै हो भन्ने जस्तो हुन्छ यसरी भिडियो गरिरहँदाखेरि चाहिँ केही सिक गरिरहेको अथवा केही भ्यालिडेसन खोजिरहेको अथवा हामी चाहिँ एकदमै नलेजले त्यो भइसकेको मान्छे अनि वी वान्ट टु लाइक बी देयर इन द क्यामेरा भन्ने भन्दा पनि अर्डिनरी ह्युमन बिङ कसरी कुरा गर्छ कसरी त्यो गर्छ भनेर चाहिँ वी आर ट्राइङ टु मेक दिस भिडियो होइन त्यही हो नि हाम्रो उद्देश्य चाहिँ आई थिङ्क फर्स्ट क्वेसन मलाई के सोध्न मन छ हजुरलाई भन्दाखेरि चाहिँ अहिले नेपालको सन्दर्भमा अहिले वर्तमान अवस्थामा हेर्दाखेरि चाहिँ इफ यु ह्याभ पावर जुन एउटा ल चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ अनि तपाईँसँग त्यो क्यापेसिटी छ कि तपाईँले एउटा ल चाहिँ चेन्ज गर्न पाउनुहुन्छ नेपालमा अथवा न्यू इन्भेन्ट गर्न सक्नुहुन्छ भने चाहिँ वाट वुड द्याट बी टु बी भेरी अनेस्ट लाइक नेपालका कानुनका ती खाता त्योहरू चाहिँ अब म कानुनको विद्यार्थी पनि होइन मसँग त्यो यो पनि छैन होइन त्यसरी म के कानुन चाहिँ हाम्रो देश त्यसै पनि संवैधान देश भयो त्यहाँभित्र रहेका विभिन्न के भन्छ संविधानका विभिन्न नियम कानुन त्योहरू परिवर्तन गर्ने म त्यो के भन्छ त्यो सक्षम मान्छे पनि होइन तर समाजलाई देखिराख्दाखेरि चाहिँ एज अ भेरी के भन्छ अर्डिनरी यो समाजको साधारण मान्छे होइन भएको हिसाबले चाहिँ यहाँनिर चेन्ज के कानुन ल्याउने के गर्ने भन्दा पनि मान्छेहरूलाई चाहिँ के भन्छ
साधारण जीवन नै कति असाधारण हुन सक्छ अनि हामी किन दिनौँ वी आर ट्राइङ टु बी लाइक एक्स्ट्राअर्डिनरी बन्न खोजेर हामी किन अघि बढिरहेको छौँ जस्तो लाग्छ हरेक कुरा एक्जाजिरेट भइरहेको हुन्छ नि त लमातन्न पारिरहेको हुन्छ त्यो चाहिँ नभइदियो हुन्थ्यो जस्तो लाग्छ नट ओन्ली नेपालको कन्टेक्स्टमा तर देयर आर कति राम्रो ब्राइट साइडहरू पनि छ एडभान्समेन्ट भयो दुनियाँ भयो होइन तर मान्छे हामी जे हो मानव साधारण ढङ्गले नै त्यो अपरेट हुन सक्यो भने चाहिँ आई थिङ्क समाज अलि आदर्श समाज बन्थ्यो जस्तो लाग्छ त्यही नै हो लाइक आई वुडन्ट गो अन टेक्निकल पार्ट लाइक त्यो कानुनको बाटाहरू धाराहरू भन्दा पनि समाज कसरी यो बन्थ्यो भन्नेमा चाहिँ हामी मान्छे भएर मानवीय तरिकाले व्यवहार गऱ्यो साधारण गऱ्यो भने चाहिँ त्यो चाहिँ वर्थ लिभिङ सोसाइटी हुन्थ्यो जस्तो लाग्छ तपाईँले भनिरहँदाखेरि मैले आई थिङ्क फ्यु डेज ब्याक आई वाज लिसनिङ मैले बिर्सेकोलाई सुनिरहेको भनेर पनि त्यस कति धेरै कुराहरू सुनिरहेको हुन्छ सो आई फरवर्ड हाल्ने मैले के भनिरहनु भएको थियो भन्दाखेरि चाहिँ अहिले वर्तमान अवस्थामा चाहिँ एकदमै सरल हुन सबैभन्दा कठिन भएको छ अरे कि सबैजनालाई दे वान टु एकदमै एक्स्ट्रा अर्डिनरी हुनु पऱ्यो सबैलाई खतरा हुनु परेछ अनि एकदमै साधारण हुनु भनेको असाधारण भइसक्यो अरे कि तपाईँले भनिरहँदाखेरि चाहिँ इट वाज गुड रिमाइन्डर फर माइसेल्फ पनि अनि मेरो अर्को क्वेसन चाहिँ मेबी इट्स टु सुन होला अहिले अरू क्वेसनहरू पनि प्रिपेयर भइरहेको छ मेरो तर्फबाट त्यो हुँदाखेरि चाहिँ तपाईँलाई चाहिँ आफूलाई चाहिँ मान्छेहरूले कसरी चिन्दियोस् जस्तो लाग्छ लाइक हाउ डु यु वान्ट टु बी रिमेम्बर त्यही ह्युमिलिटी र इन्टिग्रिटी भएको मान्छे होइन मलाई त खासै ठुलो त्यस्तो पनि छैन के भन्छ एउटा यो नाम बनाउँ यो दाम बनाउँ भन्दा पनि त्यो ह्युमिलिटी भएको इन्टिग्रिटी भएको अनि समाजमा के भन्छ एउटा के एडिसन एउटा समाज निर्माणको प्रक्रियामा चाहिँ एउटा सानो त्यो ब्रिक लाउन सक्यो भने त्यही नै इनफ होला किनभने हामीले धेरै वी कान्ट अफर अ लट त्यति धेरै अफर गर्न त सकिँदैन होला कति छ नि त सिक्नुपर्ने गर्नुपर्ने समय पनि छ सँगसँगै मलाई चाहिँ त्यही नै हो ह्युमिलिटी भएको मान्छे डिसिप्लिन ह्युमन आई वुड चाहिँ डिसिप्लिन ह्युमन पनि अनुशासित चाहिँ बन्नुपर्छ जस्तो लाग्छ किनभने अनुशासित ह्युमन त्यही नै भन्नुपर्छ कस्तो सुन्दर अनि हजुरलाई चाहिँ यदि नेपाललाई चाहिँ तपाईँलाई एउटा सेन्टेन्समा डिस्क्राइब गर्न पर्यो अथवा मेबी एउटा वर्डमा डिस्क्राइब गर्नु पर्यो भने चाहिँ हाउ वुड यु डिस्क्राइब नेपाल त्यो म सरल भाषामै भन्नुपर्दाखेरि सुन्दर देश कति विविधता छ यहाँ सांस्कृतिक धरातल उस्तै छ कल्चर उस्तै छ होइन अनि यहाँका मान्छेहरूको रहन सहन पूर्वदेखि पश्चिमसम्म विविधता छ नि त डाइभर्सिटी छ नि त सो यही कुराले नै कस्तो आई रिमेम्बर मारियाले पनि भनिरहेको हुन्थ्यो नि अब ठ्याक्क दिमागमा आयो एउटा बुकेमा रङ्गी चङ्गी फुलहरू छ डिफ्रेन्ट कलरको फुलहरू छ भने त्यो बुके कति राम्रो हुन्छ अनि त्यही बुके चाहिँ मेरीगोल्डको मात्र बुके छ भने त त्यो एकै खालको हुँदाखेरि त राम्रो भएन नि होइन त्यो डाइभर्सिटी भनेको पनि त्यही बुकेहरू रङ्गी चङ्गी कलरफुल फ्लावर्सहरूले कसरी राम्रो बुके बनाउँछ त्यस्तै नेपाल पनि विविधता छ यहाँनिर कति धेरै कुराहरू छ नि त प्रकृति छ मान्छेहरूको भिन्न भाषा परिरहनहरू छ यो कुराहरूले नै नेपाल सुन्दर छ अनि त्यही नेपाल देश मेरो लागि सुन्दर भनेर नै भन्छु सुन्दर देश थ्याङ्क यू भन्छ अनि नेपालकै कुरा गरिरहँदाखेरि चाहिँ स्पेसली अहिलेको परिप्रेक्ष्यमा अहिले वर्तमान अवस्थामा हेर्ने भने चाहिँ यदि नेपालले बोल्न सक्थ्यो भने चाहिँ हामी नेपालीहरूलाई चाहिँ एउटा वर्ड के बोल्थ्यो होला अथवा मेबी सेन्टेन्स अर एनिथिङ वाट नेपाल इज सिकिङ फ्रम अस भन्नेवाला हुन्छ नि नेपालले के बोल्थ्यो होला अहिले हेर्दाखेरि चाहिँ नेपालले के बोल्थ्यो अब कस्तो डिप क्वेसन के अब यसरी त झ्याप्प भन्न सकिँदैन नेपालले के बोल्थ्यो अहिले त अलिकति इन्स्टेबिलिटी देखिरहेछ नि त त्यो देख्दाखेरि चाहिँ नेपाली हर जनतालाई के भन्छ स्वयं बन भन्थ्यो होला बी सेन्सिटिभ भनेर भन्थ्यो होला हुन त अर्को तरिकाले हेर्दाखेरि चाहिँ समाज अति नै संवेदनशील पनि छ अहिले होइन जुन चाहिँदैन पनि होला त्यति संवेदनशील पनि भइरहेको छ एट द सेम टाइम देशको लागि मातृभूमिको लागि माटोको लागि चाहिँ देशले आफैले चाहिँ अलि संवेदनशील बन्नु गरिरहेको कुराहरू आफ्नो एक्सन हरेक कुरामा चाहिँ तिमी सेन्सिटिभ बन भनेर चाहिँ भन्नुहुन्छ होला नेपाल मातृभूमिले जस्तो लाग्छ त्यही नै हो
त्यसले डिप तरिकाले एन्सर दिनुभएको छ तर क्वेसन्स आर भेरी डिप त्यही नै Like होला accumulate गर्ने कसरी त्यो अलि कसरी पुट फरवर्ड गर्ने भनेर अलिकति यो ट्रिकी त भयो तर त्यही नै भन्नुहुन्छ नेपालमा अहिलेलाई चाहिँ होइन अहिलेको परिप्रेक्ष्यलाई हेर्दाखेरि Okay, so अब चाहिँ तपाईँको व्यक्तिगत जीवनतिर हो So who is Manisha? How do you describe yourself? Manisha, I would say I try to be a disciplined woman every single day. And कता खुस्किन्छ कि I think like यो समाजले यहाँ आफ्नो रहेको सराउन्डिङहरूले पनि तिमीलाई पुस गरिरहेको हुन्छ कि लाइक I am not blaming like सोसाइटीले मलाई यस्तो बनायो त्यस्तो बनायो भन्ने चाहिँ हुँदैन तर deep down I want to be a disciplined woman. म किन यति धेरै डिसिप्लिन वर्ड युज गरिरहेको छु तर अनुशासित भनेको त्यो के भन्छ हामीलाई स्कुलमा सिकाइएको जस्तो अनुशासित चाहिँ होइन तर अनुशासित भनेको चाहिँ यो समाजलाई चाहिने खालको मान्छे लाइक जहाँ उशृङ्खलताको त्यो त्यतातिर मेरो इन्क्लाइनेसन नहोस् होइन अनि त्यही नै हो म त्यो बन्न चाहन्छु तर एटमोस्फियरले समटाइम लाइक द चञ्चलता विल कम लाइक समटाइम मेबी आई ब्रेक सम अफ द के भन्छ रुल्सहरू होला अथवा त्यो होला तर त्यही नै हो अलिकति समभाव भएको अनुशासित मान्छे भनेर चाहिँ त्यही नै हो त्यही नै भन्न चाहिरहेको हुन्छु अनि त्यो पनि हो म त्यो बाहेक अब अरू पनि होला मेरो योहरू चाहिँ तर अहिलेलाई चाहिँ त्यही भन्न चाहे What makes you happy lately? What makes me happy? मलाई चाहिँ कहिलेकाहीँ चाहिँ नेपाली हुनमै पनि कस्तो गर्व लागिरहेको हुन्छ होइन अब त्यो व्यक्तिगत मेरो परिवारले गर्दा मेरो साथीले गर्दा म खुसी हुन्छु भन्ने पनि त्यो पनि छ सँगसँगै नेपाली हामीले कति धेरै यो एक्सपिरियन्स गऱ्यौँ नि त एक्सपिरियन्सेसहरू के छ हाम्रो राजनीतिक सामाजिक तवरले कति धेरै छ तर के कुराले खुसी गर्छ भन्दाखेरि नेपाली आर लाइक भेरी के भन्छ रेजिलियन्ट छौँ कि हामी कस्तो फ्लेक्सिबल छौँ अनि हामी त्यही हो हामी के भन्छ क्विक एडप्ट गर्छौँ नेपालीसँग त्यो ब्लडै हाम्रो ब्लडै त्यस्तै छ जस्तो लाग्छ अनि यो कुराले चाहिँ त्यही कुराले पनि खुसी गर्छ ओहो हामी नेपालीले यस्तै खालका कति धेरै अब लास्ट टाइम वाट एभर ह्यापन इन आवर कन्ट्री त्यो पहिला पनि के भएको थियो हाम्रो देशहरूमा होइन तर वी बाउन्स ब्याक एन्ड वी स्टार्टेड टु बी लाइक रेगुलर हाम्रो दिनचर्यामा हामी लाग्न थाल्छौँ नि त अनि यो कुरा चाहिँ आई थिङ्क कुनै देशहरूसँग तुलना गर्दाखेरि चाहिँ आई फिल लाइक नेपालीसँग चाहिँ त्यो रेजिलियन्सी छ अनि त्यही नेपाली कम्युनिटीभित्र एउटा नेपाली मान्छे भइसकेपछि चाहिँ म नेपाली भएकोमा चाहिँ गर्व गर्छु नेपाली भएर नै खुसी दिइरहेको हुन्छ भन्ने चाहिँ छ त्यही नै हो त्यो बाहेक अब नितान्त व्यक्तिगत खुसीको कुरा गर्दाखेरि त परिवारले खुसी दिन्छ अनि साथीभाइ अनि गुन्डाको खुसी मिल्न सक्छ होला कहिलेकाहीँ चाहेको बुक पढ्दाखेरि खुसी मिल्न सक्छ होला कहिलेकाहीँ चाहेको कुराहरू समटाइम लाइक होल डे आफूलाई केही भएको छैन जस्तो लाग्छ नि जर्नलिङ गरेर बस्यो त्योहरू चाहिँ तर अहिलेलाई चाहिँ त्यही भन्न चाहे What makes you happy lately? What makes me happy? मलाई चाहिँ कहिलेकाहीँ चाहिँ नेपाली हुनमै पनि कस्तो गर्व लागिरहेको हुन्छ होइन अब त्यो व्यक्तिगत मेरो परिवारले गर्दा मेरो साथीले गर्दा म खुसी हुन्छु भन्ने पनि त्यो पनि छ सँगसँगै नेपाली हामीले कति धेरै यो एक्सपिरियन्स गऱ्यौँ नि त एक्सपिरियन्सेसहरू के छ हाम्रो राजनीतिक सामाजिक तवरले कति धेरै छ तर के कुराले खुसी गर्छ भन्दाखेरि नेपाली आर लाइक भेरी के भन्छ रेजिलियन्ट छौँ कि हामी कस्तो फ्लेक्सिबल छौँ अनि हामी त्यही हो हामी के भन्छ क्विक एडप्ट गर्छौँ नेपालीसँग त्यो ब्लडै हाम्रो ब्लडै त्यस्तै छ जस्तो लाग्छ अनि यो कुराले चाहिँ त्यही कुराले पनि खुसी गर्छ ओहो हामी नेपालीले यस्तै खालका कति धेरै अब लास्ट टाइम वाट एभर ह्यापन इन आवर कन्ट्री त्यो पहिला पनि के भएको थियो हाम्रो देशहरूमा होइन तर वी बाउन्स ब्याक एन्ड वी स्टार्टेड टु बी लाइक रेगुलर हाम्रो दिनचर्यामा हामी लाग्न थाल्छौँ नि त अनि यो कुरा चाहिँ आई थिङ्क कुनै देशहरूसँग तुलना गर्दाखेरि चाहिँ आई फिल लाइक नेपालीसँग चाहिँ त्यो रेजिलियन्सी छ अनि त्यही नेपाली कम्युनिटीभित्र एउटा नेपाली मान्छे भइसकेपछि चाहिँ म नेपाली भएकोमा चाहिँ गर्व गर्छु नेपाली भएर नै खुसी दिइरहेको हुन्छ भन्ने चाहिँ छ त्यही नै हो त्यो बाहेक अब नितान्त व्यक्तिगत खुसीको कुरा गर्दाखेरि त परिवारले खुसी दिन्छ अनि साथीभाइ अनि गुन्डाको खुसी मिल्न सक्छ होला कहिलेकाहीँ
चाहेको बुक पढ्दाखेरि खुसी हुनसक्छ र कहिलेकाहीँ चाहेको कुराहरू समटाइम लाइक होल डे आफूलाई केही भएको छैन जस्तो लाग्छ नि जर्नलिङ गरेर बस्यो अथवा केही लेख्यो भने चाहिँ ओके यो कुराले पनि त खुसी दिइरहेको छ देयर आर पिपल हु रियली लाइक चेयर्स यु भन्ने कुराहरूले पनि खुसी दिइरहेको हुन्छ त्यही नै हो त्यो ओके सो एउटा तपाईँले सोच कुरा छैन गर्दै गर्दाखेरि चाहिँ बुकको कुरा पनि मेन्सन गर्नुभयो सो वाट काइन्ड अफ बुक डु यु रिड आई थिङ्क हामीले लर्निङको कुरा गरिरहँदाखेरि चाहिँ आई थिङ्क वी हेभ टक अबाउट दिस हामीले कतिपय कुराहरू गर्दाखेरि चाहिँ स्पेसली अहिले त सोसियल मिडियामा कति धेरै कुराहरू देखिरहेको हुन्छौँ इभन बुकहरू रिड गरेर हुन्छौँ त्यो गर्दाखेरि चाहिँ कहिलेकाहीँ मैले केही कुरामा मेरो आफ्नो पोइन्ट अफ भ्यू राख्दाखेरि चाहिँ मेरो नभएर मेरो मौलिक ज्ञान नभएर चाहिँ मैले सुनेका कुराहरू मैले पढेका कुराहरू त्यसरी दिँदो रहेछु कि अनि त्यो गर्दाखेरि चाहिँ आफ्नो मौलिक कुरा म भित्रबाट फुटेको कुरा त होइन नि त त्यो लर्निङ होइन नि त त्यो लर्निङ त जब मैले आफै एक्सपेरिमेन्ट गर्छु जब मेरो प्रयोगमा आउँछ त्यस पछाडि हाउ रिजल्ट के हुन्छ लाइक द्याट्स हाउ वी लर्न नि त त्यो हुँदाखेरि चाहिँ वाट आई वान्ट टु आस्क यु भन्दाखेरि चाहिँ अहिलेसम्म मनिषाले यो जीवन बाँचिराख्दाखेरि चाहिँ किताबबाट होइन कसैले भनेको कुराहरू सुनेर होइन आफैले आफ्नो जीवनबाट चाहिँ त्यो एउटा हुन्छ नि मोस्ट इम्पोर्टेन्ट लेसन द्याट यु लर्न फ्रम युर सेल्फ आफ्नो जीवनबाट नि वाट इज इट आई रियली अग्री अन दिस पार्ट लाइक किन बुकिस किन हुँदैन भन्दाखेरि तपाईँको आइडिया सेभ गर्ने काम चाहिँ सबै त्यो बुकहरूले गर्छ कि भन्न खोजेको वाट इज यर ओपिनियन त्यही बुकहरूले सेभ गर्छ त्यही भएर पनि हो तर पढ्ने बानी चाहिँ गर्नुपर्छ होइन त्यो त्यसरी के भन्छ ओभरलुक गर्न चाहिँ भएन अनि मेरो जीवन मैले त्यस्तो धेरै जीवनमा छलाङ मारेको मान्छे पनि होइन होइन मैले त्यति धेरै के भन्छ कि आई एम इन लाइक भेरी बिगिनिङ फेज अफ माई लाइफ होइन त्यो चाहिँ म अग्री गर्छु तर मैले एक्सपिरियन्स गर्दाखेरि चाहिँ त्यो वाट एभर लाइफमा जे चाहनुहुन्छ त्यो चाहिँ यु विल गेट इट वाला चाहिँ हो कि भन्न खोजेको डिप डाउन के भन्छ if you really want something the entire world will conspire you to achieve that okay so त्यो वाला चाहिँ म साँच्चै बिलिभ गर्छु कि कतिवटा कुरा चाहिँ म यो जीवन भोगाइको क्रममा ओके कस्तो भयो भन्दाखेरि मलाई फ्यामिलीले फ्रेन्ड सर्कलले यो गर त्यो गर भन्नेवाला कुरामा यो पर्स्यु गर अथवा यु सुड पर्स्यु दिस भन्ने खालको हुन्छ अनि तर डिप डाउन आफूलाई थाहा छ कि यो मलाई चाहिएको होइन यो पर्स्यु गर्नु छैन तर पनि म गरिदिन्छु भन्ने कुराको कहिले पनि त्यो सक्सेसै हुँदैन होइन तर भित्रबाट नै कति मैले वाट एभर आई डिड अन माई यो लाइफमा मैले जे गरेँ त्यो भित्रबाट सोचेको कुराहरू चाहिँ त्यो के भन्छ गरी छाड्छु अथवा यो चाहियो भन्नेवाला कुरा चाहिँ पुऱ्याइदिएको छ क्या सो आई वुड से त्यो इनर हङ्गर छ भने अग्नि हुनु पर्यो त्यो इनर त्यो हङ्गर छ भने चाहिँ यु अचिभ एनिथिङ लाइक अनअचिभेबल भन्ने चाहिँ केही छ त्यो चाहिँ मलाई लाग्छ आई हेभन्ट अचिभ अ लट मेबी मेरो त्यो सङ्क्रिय सोच भयो होला मैले त्यो के भन्छ त्यो परिधि नै मैले ठुलो बनाएको छैन होला त्यो नै बाँकी छ तर वाट एभर लाइक भित्रबाट सोचेको कुरा चाहिँ कतिवटा कुरा भएको छ कि अन्त पर्सनलीमा प्रोफेसनली त आई हेभ टु बी लभ मोर होला अझै पनि होइन तर त्यो चाहिँ मृत्युको बारेमा सोच्नुहुन्छ भन्छ मृत्युको बारेमा सोध्छु होइन अस्ति कता पनि भनेर चाहिँ यत्तिकै मान्छेहरू कति धेरै मान्छेहरू छ एक दिन 100 वर्षपछि मान्छेहरू हुँदैन अनि माई यङ्गर सिस्टर वान अफ माई यङ्गर सिस्टर इज अलवेज से लाइक त्यो एक दिन मरिन्छ त्यही भएको भएर चाहिँ एभ्री डे त्यो बाँचेको आनन्द लिउँ भन्ने जस्तो भइरहेको छ नि द ओन्ली मृत्यु डार्क चाहिँ होइन तर फर मी त्यो मृत्यु इज ओन्ली द के भन्छ एउटा मात्र त्यो सत्य हो नि त अरू केही सत्य नभए पनि त्यो अल्टिमेट ट्रुथ भनेको त्यही मृत्यु हो त्यो त्यही भएर मलाई चाहिँ वान फाइन डे विल बी गन तर त्योभन्दा अगाडि चाहिँ त्यो सत्यभन्दा अगाडि चाहिँ के भन्छ निदाउनु भएन इन टर्म्स अफ लाइक डु मर्नुभन्दा अगाडि मर्नुभन्दा अगाडि मर्नु भएन अनि सुत्नु भएन त्यही हो अनि हजुरलाई चाहिँ आफ्नो मृत्युभन्दा अगाडि चाहिँ म यो कुरा चाहिँ गरिसक्छु होला म मर्नुभन्दा अगाडि एटलिस्ट मलाई यो कुरा चाहिँ गर्नु मन छ होला हुन्छ नि मलाई कसरी मृत्युभन्दा अगाडि मलाई आई वुड से द अटमोस्ट लेभल अफ
द पिस द ह्याप्पिनेस त्यो चाहिँ फिल गर्न पाऊँ होइन त्यो पर्टिकुलर आई डोन्ट ह्याभ एनिथिङ ओके मलाई यही चाहिँ भन्नु छ यो चाहिँ गर्नु छ भन्ने चाहिँ होइन त्यो पिस त्यो ह्याप्पिनेस त्यो अटमोस्ट लेभलको त्यो चाहिँ एक्सपिरियन्स गर्न मन छ त्यो भौतिक सुख के भन्छ अनि आध्यात्मिक सुख मानसिक तवरले पनि इमोसनली त्यो वेलबिङ सबैतिरबाट कि लाइक कुनै दिन हामी एकदमै फिजिकली थकित हुन्छ कुनै दिन हामी मानसिक तवरले विक्षिप्त हुन्छ कुनै दिन भावनात्मक रूपले नबुझिदिएको अवस्थाहरू पनि हुन्छ नि त त्यो सबै एक्सपिरियन्स गरिन्छ अनि आई हेभ एक्सपिरियन्स अल अफ दिस थिङ्स लाइक अनि यो तिनैवटा कुराहरू लाइक देयर इज स्ट्रगल भन्ने कुरा हुन्छ सफरिङ भन्ने कुरा हुन्छ आई वुडन्ट से लाइक फिजिकली पनि फाइन मेन्टली पनि फाइन इमोसनली पनि फाइन कुनै सर्कमस्टान्सले अथवा कुनै सिचुएसनले त्यो दिने चाहिँ त्यो नै हुँदैन तर आफूलाई यस्तो बनाऊँ कि आफूलाई यसरी सेभ गराउँ कि फिजिकल पेन मेन्टल त्यो विचित्रता भावनात्मक त्यो हुन्छ नि त्यो सबै कुरालाई चाहिँ अलिक समेट्न सकौँ र त्यसरी नै एउटा दरिलो भनौँ न स्ट्रङ इन्डिभिजुअल बन्न सकौँ त्यो हुँदाखेरि चाहिँ आई थिङ्क अटमोस्ट लेभल अफ सुख शान्ति समृद्धि भरेर त्यो चाहिँ हुनसक्छ भन्ने मलाई जस्तो लाग्छ त्यही नै हो त्यो चाहिँ आई थिङ्क इट डु नट गिभ बाई लाइक द एक्सटर्नल फ्याक्टरले कसैले त्यो दिने पनि होइन त्यो चाहिँ मोर लाइक आफैलाई अनुभव गरेर अनुभूति गरेर सबै कुरा गरिसकेपछि चाहिँ त्यो आफैले आफैलाई बनाउने कुरा हो जस्तो लाग्छ अनि त्यो लेभलको सुख त्यो चाहिँ पाए हुन्थ्यो जस्तो लाग्छ बिफोर आई डाई अनि जब मरिन्छ त्यो बेला चाहिँ आई वुडन्ट लाइक रियली स्क्यायर टु डाई तर त्यो मर्ने बेलामा चाहिँ मृत्युसँग डर नलागोस् कि भन्न खोजेको अब मेरो समय अब भइसक्यो त समय मैले जिसकेँ त भन्नेवाला फेजमा भएर चाहिँ मृत्यु होस् जस्तो लाग्छ त्यसरी जानु अनि इट क्यान बी लाइक आई त्यो 80 वर्ष 90 वर्ष पनि होइन आई वुड से लाइक 60 को दशकमा पनि हुनसक्छ 70 को दशकमा हुनसक्छ तर जीवन चाहिँ मजाले बाँच्छौँ कि सबै त्यो जीवनका पर्यायहरू सबैलाई चाहिँ एक्सपिरियन्स गर्न सक्नु त्यो चाहिँ लाग्छ कस्तो सुन्दर ओके आई थिङ्क अघि नै हजुरले भनिसक्नुभयो मलाई लाइक कुनै एउटा लेगेसी त्यो छोड्न मन छैन यस्तो भनेर लाइक यु रियली वान्ट टु बी रिमेम्बर्ड एज एकदमै अनुशासित व्यक्ति खुसी व्यक्ति भनेर सो अब चाहिँ ऱ्यापिड फायर गरौँ है त म चाहिँ केही वर्डहरू भन्छु सो सक्दो एकदमै छोटो तरिकाले उत्तर दिन प्रयास गर्नु है छोटो मैले ओके सो प्रेम के हो प्रेम आई थिङ्क प्रेम भनेको चाहिँ अनुभव लाइक अनुभव भन्दा पनि अनुभव हो तर यो चाहिँ मेरो लागि कठिन प्रश्न हुन जान्छ कि प्रेम भनेको चाहिँ प्रेम एउटा प्रेम सबै के भन्छ यसले मिलाप गराउँछ भन्ने बाइन्ड गर्छ प्रेम भनेको मानवीय के भन्छ एकदमै इम्पोर्टेन्ट कुरा हो चाहिने कुरा हो अनि यसले बाइन्ड गराउँछ त्यो के भन्छ सबै मान्छेहरूलाई बाइन्ड गराउँछ अनि त्यो प्रेमको कमी छ फाइनली भनौँ न होइन त्यो एम्पथेटिक हुनु पनि प्रेमै हो अनि कसैलाई के भन्छ त्यो सम्मान गर्नु पनि प्रेमै हो कसैमा राम्रो देख्नु पनि प्रेमै हो कसैलाई भाउ चिताउनु पनि प्रेमै हो सो सबै कुरामा प्रेम छ होइन त्यसरी हेर्दाखेरि चाहिँ त्यो चाहिँ त्यो वाला प्रेम भयो अब त्यो बाहेक नितान्त त्यो यो जुन छ नि प्रेम त्यो परिवारसँग गर्ने प्रेम त्यो वाला प्रेम तर त्यो डिग्री क्यान बी डिफ्रेन्ट तर प्रेम चाहिँ अपरिहार्य कुरा हो कति लामो भन्दै प्रेम ऱ्यापिड फायरै हुँदैन ओके देश तिमीभित्र बाँच्नु हुन्छ देश भनेको तिम्रो आइडेन्टिटी हो आइडेन्टिटी मिठो सम्पत्ति सम्पत्ति भनेको त तपाईँको नलेज ज्ञान ओके इन्ट्रेस्टिङ ईश्वर आत्मा आफूभित्र भएकोलाई म त अब त्यस्तो भन्नु चाहन्छु होइन आत्माभित्र कि आफूभित्र भएको त्यो एक खालको ऊर्जा हो कि एनर्जी हो कि के हुन्छ नि आफूभित्र रहेको जसले तिमीलाई गाइड गर्छ इनर समथिङ इनर लाइक आफूभित्रै छ त्यो ईश्वर ओके असफलताले सिकाउँछ
धेरै नै सिकाउँछ अनि तिमीलाई एकदमै स्ट्रङ इन्डिभिजुअल बनाउँछ एकदमै डर सफलता सफलता कहिलेकाहीँ के भन्छ एक्सपिरियन्स गर्न पायो भने रमाइलो हुन्छ सफलता पाउनको लागि एभ्री डे वी डु स्ट्रगल नि त त्यो सफलता सबैले अनुभव गर्न पाउनुपर्छ अनि यो मिठो खाना होला सफलता भने त्यो चाहिन्छ कि लाइक एभ्री सिङ्गल डे यु नट एबल टु गेट गुड फुड नि त हरेक दिन मिठो खाना त हुँदैन तर यो जीवनको भोगाइमा अगाडि बढ्दै गर्दाखेरि चाहिँ सफलता पनि चुन्न सक्यो सफलतालाई पनि अनुभव गर्न सक्यो भने चाहिँ जीवन रमाइलो हुन्छ त्यही भएर म चाहिँ सफलता पनि पाउनुपर्छ मान्छे तर असफलताले सिकाउँछ त्यो साथीभाइ साथीभाइ भनेको दे आर लाइक चियर लिडर वेल विसर अनि मुड बुस्टर त्यही नै हो ओके आई थिङ्क अब चाहिँ लास्टवाला छ जीवन के हो जीवन भनेको म फेरि के भन्छु मैले रिपिटेडली एउटै कुरा भने एक्सपिरियन्स हो जहाँनिर तपाईँले बेटर एक्सपिरियन्स पनि हुन्छ राम्रो अनुभव पनि हुन्छ तर जीवनलाई कसरी लिने भनेर चाहिँ आफ्नै हातमा हुन्छ जीवन एकदमै के भन्छ समटाइम उसे यो लाइफ कति डिप्रेसिङ र कति सफरिङ पनि हो त्यो पनि जीवनै हो अनि कति एक्साइटिङ र कति अप्टिमिस्टिक भनिन्छन् आशावादी रहन्छन् त्यो पनि जीवनै हो सो जीवन भनेको अनुभव हो तपाईँलाई केही कुराहरू भन्न मन छ जुन चाहिँ हामी छोड्यौँ जस्तो लाग्छ किनभने अन्तिममा आइसक्यौँ सो इफ यु वान्ट टु से एनिथिङ त्यस्तो त छैन तर उद्देश्य हाम्रो के थियो यो भिडियो बनाउनु त्यो थाहा छैन के पनि थाहा छैन तर आई थिङ्क हामी एकअर्कालाई द वे वी नो इच अदर द वे वी अन्डरस्ट्यान्ड इच अदर त्यो कुराले नै हामी उत्पट्याङहरू गरिरहेको हुन्छ नि त सो त्यो उत्पट्याङहरू हामी गरिरहन पाऊँ सो द्याट लाइक जीवनको एउटा के भन्छ पार्ट अफ एक्सपिरियन्स त्यो पनि एक्सपिरियन्स हुन्छ नि त अनि त्यो चाहिँ म अनन्तसम्म त्यो हाम्रो भइ नै रहोस् लाइक एउटा सर्टेन समयमा आएपछि मेबी वुड बी लाइक गोइङ टु डिफ्रेन्ट पाथमा होला त्यो होला तर when you come back again यसरी नै हामी कुरा गर्न सकौँ यो गर्न सकौँ त्यही नै हो इन टर्म्स अफ आवर लाइक बन्ड एन्ड रिलेसनसिपको कुरा गर्दाखेरि अदर देन द्याट लाइक वी कभर्ड एभ्रिथिङ लाइक I would say I was not prepared at all like के गर्ने कसो गर्ने भन्ने बारेमा तर I would say we covered everything जस्तो लाग्छ yes that's all yes thank you